यो चाहिँ हाम्रो जोरथाङ हो है। हामी चाहिँ जोरथाङदेखि चाहिँ अब हामी चाहिँ जोरथाङदेखि चाहिँ जाँदैछौँ हामी राबङ्ला ट्रेकिङ। केटाहरूको हरिबिजक हुन्छ माथि पुगेपछि। मैले फकाइसके च्वाचेलाई। गाइस भालेढुङ्गाको ट्रेकिङ चाहिँ यसरी सुरु हुन्छ है। र बुद्ध पार्क देखिरहनु भएको छ राबङ्लाको यो, त्यहाँ पनि हामी जानेछौँ। मेरो साथीहरू एकदमै एक्साइटेडमा छ है। दिस इज राबङ्ला। दुईजना डर आउँदैछ यहाँनिर, अति नै खतरा। हेर हेर्नुहोस्, आमा बिस्किट पाएर यिनीहरू सानो खुसी हुन्छ। एउटै हो त हौ, खान यिनीहरू बिस्किट खाँदैन यो धनीहरू। घुमाएको होला त्यसले। हाल्थ्यो न अब आजको अब हाम्रो सिक्किममा चाहिँ भालेढुङ्गा छ कि त्यहाँ चाहिँ हामी जानेछौँ। त्यहाँ पुगेपछि चाहिँ सिक्किम चाहिँ राम्रो हुन्छ। भालेढुङ्गाको बाटो सुरु भएको छ है ट्रेकिङ चाहिँ। अब हामी यहाँदेखि चाहिँ सुरु हुनेछ तपाईँहरूलाई। छोड्दै सोध्दै तातो रिस नगर। हेलो गाइस, अब यहाँदेखि चाहिँ हाम्रो ट्रेकिङ सुरु भयो। हामी तीनजना है। ट्रेकिङ चाहिँ कडा हुनु पर्यो नि। खै त्यो कुकुर पनि आएको छ। यहाँबाट चाहिँ तपाईँहरू यसरी जानुपर्छ है, रुटै रुट जानुपर्छ। अब चाहिँ हाम्रो हिँडाइ चाहिँ कडा हुँदैछ हो। हल्का रमाइलो त्यसका बाजेको ट्रेकिङ अहिले तेरो गुम्पाले
मजाको बाटो एकदमै ट्र्याकिङ हल्का रमाइलो त जाने हामीसँगै त्यही त काले भाग्यो नि त्यो चङ्कडे छ त्यो तासेर सुत्न देखिरहनु भएको छ है तपाईँहरूले ट्र्याकिङबाट फर्किरहनु भएको छ उहाँहरू ट्र्याकिङ चाहिँ खतरा हुँदैछ गाइस अहिले तेरो हिउँ सुक्छ नि तेरो अहिले म फर्केँ ओभर ओभर This is the way to Balirunga. अब चाहिँ हामी हिँडिसकेका छौँ है फर्किने एकदिन हेलो गाइस हामी फर्स्ट स्टेप अफ भालेढुङ्गा फर्स्ट चौतारामा आइसकेको छौँ This is my friend and brother. We are walking to here. मैं तो बखला कर रहा है. My God. Hey. This is my God. Oh my God, this is very beautiful. Wow. भालेढुङ्गाको ट्र्याकिङ यसरी सुरु हुँदैछ. प्लास्टिक. Wow guys, चप्पलमा प्लास्टिक लाउनु अरे. उतै बस्दो रहेछ है. फर्स्ट हो यो चाहिँ चौतारा. अझै यस्तो चौतारा 3टा 4टा काट्नु पर्छ अझै. इको चौतारा डाँडा. Guys, यो तल जानुपर्छ अब फर्स्ट चौतारामा हामी बिसाइसकेका छौँ. ए गाइस, हेभी फगिरहेको छ रे. अब हेर्नु. रहेको छौँ गाइस. हिउँले बाटो बाटो भेट्दै जाँदैछौँ. यत्रो हिउँ कहाँबाट आयो? Mama, you are अब भिडियो काहे त करो छ ये दादाजी के अरे excuse me guys, this is a you. Let us win. हेर रे आम्मामा यत्रो हिउँ चाहिँ कसरी आयो रे? सनी देओलको आवाज में ओए हिउँले भरिएको आम्मामा ट्र्याकिङ आएको हामी. हे गाइस, मै त तेरी गाइस. थाकिहालेको छ.
भालेढुङ्गाको मजा यही नै छ। उकाली चढौँला, ओह्राली झडौँला, प्ल्याट्टै चिप्लेर लडौँला। चिप्लो यो पर्यो रे भाइ। त्यत्रो ल्याउनु म भित्र आइया हैन पिछाडी तिमी यस्तो फर्कन नआनु म अब म स्लो मोसन भनेर मलाई मार्यो आइया। ए साला मार्यो ल। हेलो गाइस, हामी चाहिँ यहाँसम्म आइसकेका छौँ, जसले गर्दा हिउँमा भरिएर हाम्रो साथीहरूसँग ट्रेकिङ क्याम्प हल्का रमाइलो माग्ने बोलेको आवाजमा। बाफ्रे बाप गाइस, यो बाटो देख्दा त म त साह्रो मन पर्यो। हेर हाम्रो साथी एकजना राबोङदेखि आएको छ हामीसँगै है। हामी 4 जना भएको छौँ। मजा आइरहेको छ, तर सजा पनि भइरहेको छ। अघि हिउँ नदे हो केटा तपाईँहरू आउन चाहनुहुन्छ भने, मजा लिन चाहनुहुन्छ भने झन्डै पछाडि म चिप्लोले हिउँ आम्मामा यत्तिकै हिउँ त कसले देख्छ र हौ। बाफ्रे बाप आम्मामा यो नि त पारा, यो नि त पारा गाइस, यो नि त पारा। उकालो चढाउनु पर्छ यसरी हो। हिउँले भरिएको छ, दामी छ। अब हामी भालेढुङ्गाको नजिकमै छौँ है। तपाईँहरूको मनोरञ्जनको लागि त्यो जाडोले मुख पनि लटपट्यो, मनोरञ्जनको लागि अगाडि बढ्दैछौँ। ए गाइस साह्रो पर्यो रे उकालो बाटो। हेलो गाइस, हामी आइसकेको छौँ। हामी यहाँनिर सेकेन्ड चौतारा पुगिसकेका छौँ। अब सेकेन्डदेखि अझै 3टा चौतारा बाँकी छ है। तपाईँहरूलाई कस्तो लाग्छ? अति नै दामी हुन्छ यो भालेढुङ्गाको ट्रेकिङ चाहिँ गाइस। ल गाइस, हामी चाहिँ सेकेन्ड चौतारा आइसकेका छौँ है। हाम्रो साथीहरू यहाँसम्म आइपुग्नु भएको छ। अब चाहिँ हल्का रमाइलो जस्ट चिलमा होइन, हिउँमा हामी चाहिँ अब तपाईँहरूलाई यो जानकारी दिन चाहन्छौँ। सेकेन्ड चौतारा भालेढुङ्गा रमाइलो गरौँ। दाउरा हल्का कटिङ उकालो नपाइङ हो। त्यहाँपछि चाहिँ जस्ट स्लो मोसनमा दाउरा कटिङ हे बाबा, दाउरा कटिङ। यो चाहिँ हिउँमा आएको छ हामी र दाउरा कटिङमा छौँ। ल हेर्नुहोस् सेकेन्ड चौतारा। दिस इज माई फ्रेन्ड एन्ड ब्रदर। हेलो गाइस, हामी चाहिँ हिँड्दा होइन खतरा भएको छ। अघि त हिउँै नदेखेको होइन, अहिले चाहिँ अघि चाहिँ हिउँै अलिअलि हिउँ देख्दा पनि खुसी लाग्दै थियो कि अहिले त त्यही हिउँ देख्दा हरेस लाग्दो रहेछ नि जिन्दगीमा। ल यसरी हामी
गाइस दिस इज भालेढुङ्गा ट्रेकिङ है हामी चाहिँ अझै हिँडिरहेका छौँ आमा इट्स टु डिफिकल्ट है तपाईँले क्यारी ब्यागहरू चाहिँ हल्का हल्का ल्यायो भने हुन्छ हाम्रो जस्तो यत्रो यत्रो ल्यायो भने चाहिँ खत्तम हुन्छ हो तपाईँहरूलाई कस्तो लाग्छ यो सिनहरू हेर्नुहोस् इट्स फेरि दामी 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 छ सिनहरू होइन हेर्नुहोस् तपाईँहरूलाई guys hi guys I'm here to trekking हेर्नु होला म त वाक्कै भयो हिँड्दा आम्मामा इट्स भेरी नाइस प्लेस साढे 2 है अझैसम्म हिँडिरहेको छौँ हामी होइन नहाल्नु मैले माथि हाल्नु सेल्फी हान्नु पर्ने हो हेभी दामी जिस्किदिन्छ ब्राबङदेखि हामी सँगसँगै आएको छ हो इट्स भेरी नाइस आम्बो दामी दामी हेलो गाइस हामी फाइनली 4 चौतारा काटिसकेर कुदिरहेका छौँ अझै एउटा चौतारामा आइसकेका छौँ गाइस 4 चौतारामा आइसकेका छौँ गाइस गाइस 4 चौतारा बल्ल बल्ल भेटे हिँड्दा नमरी बाँचे गरी साँचे फेरि भेटौँला यो जुनै त कहिले हो कहिले गाइस ओइ गाइस सनी देओलको आवाज है अब यहाँ बसेर म कुरकुरे खान्छु कसम कुरकुरे फोन निकाल्ने अवस्थामा हुँदैन होइन तर मैले चाहिँ तर फोन निकालेर पनि अझै लागिरहेको मेरो साथीहरू हेर्नु एकदमै च्वाक छ केटाहरू होइन भिडियो कल गर त भन्दै थियो उसले आम्मामा भिडियो कल गर्नु पर्यो अरे साला के को टेन्सन उसलाई गर्लफ्रेन्डको टेन्सन हेलो केटा पानी खानुपर्छ बसौँ होइन पानी खाइदिनु यो मेरो कहाँ गल्यो कत्रो ठुलो ब्याग बोकिरहेको छु गाइस गाइस यो ब्याग बोक्नु चाहिँ तपाईँहरूको आँट आउँदैन होला भालेढुङ्गा आयो यत्रो ब्याग बोक्नु चाहिँ राम्रो सानो छ यो ब्याग one of the biggest guy one of the biggest bag in the world पक्ला केटा बाबा हेर्नुहोस् हामी 4 चौतारामा आइसकेको छौँ हाम्रो मन्दिर निकै अगाडि छ हेर्नुहोस् केटाहरू भिडियो कल गरिरहेको छ तर यहाँ चाहिँ जियोको सिम लिएर आउनु भयो भने तपाईँहरूले अति राम्रो हुने रहेछ है जियोको सिम लिएर आउनु होला अगर मेरो जस्तै जियो बोक्नु भयो भने जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिनँ म किनभने यो हिउँको जग्गामा जुनको ज्योति पाउँदैन ए शाहरुख खान के आवाज कोरे त्यो बिस्तारी बोल्न हामी 3 जना आएको छौँ एकजना हाम्रो राबङमादेखि नै होइन उसले चाहिँ हाम्रो पक्षमा होइन अब यति मेहनत गर्छु तपाईँहरूले लाइक सब्सक्राइब र कमेन्ट त हान्नै पऱ्यो होइन र अब हेर्नुहोला अलिकति लामो छ अझै जानुपर्छ नि है अझै पनि रहेछ यहाँनिर बाटो अब यो बोटको छेउमा आइपुगेछ अब यो चाहिँ मन्जिल भयो तपाईँहरूको यो चाहिँ अब जस्ट पुगेको जस्तो फिल हुँदैछ हामीलाई है हामी यहाँ आइपुगेको छौँ र 2टा बाटोदेखि हामीलाई यो भुटुप्पीको बोटको त्यहाँनिर अब हामी 2टा बाटोबाट कुन चाहिँ वेमा जाने भनेर हामी हाम्रो साथीलाई कन्ट्याक्ट गर्दैछौँ सोध्दैछौँ है ल यसरी नै तपाईँहरू पनि आउनु होला फेरि आउनुभयो भने एकदमै राम्रो छ मौसमले पनि साथ दियो तर अब अहिले चाहिँ सबै फगी लागिरहेको छ है ड्यामडुममै निकै जाडो पनि जाडो रहेछ हामी चाहिँ अब आइसकेको छौँ यहाँभित्र हाम्रो टेन्ट हेर्नु होला टेन्ट चाहिँ दामी छ होइन अब यहाँभित्र चाहिँ झिङझिङ च्याङच्याङ अब गिटारहरू त ल्याउनु सक्दैन रहेछ होइन चिसोले सबै उछिँदो पनि रहेछ साह्रो पर्दो रहेछ
ए दाजु देख अब हामी चाहिँ यहाँभित्र टेन्ट थापेको छौँ यसरी आजको रात चाहिँ यहाँ अनिखेर भालेढुङ्गा हेर्नु चाहिँ यहाँबाट निकै पढै जानु पर्दो रहेछ र हेर्नु होला बाहिरको सिनहरू मजाको छ है हिउँ परिरहेको छ एकदमै हिउँ परिरहेको छ है यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले हेर्नु होला आम्बो हाम्रो साथीहरू तर हामीलाई साथ दिएर बसिरहनु भएको थियो अहिलेसम्म हेर्नुहोस् हिउँले भरिएको बिहानै यस्तो बोटहरू जङ्गलहरू आमामामा के हो यस्तो फगी लागेर यी भाइहरू छ ए गुड मर्निङ इन्डिया जाडो भएर भाइ अरे दाजु छेरपाटा कति लाउनु र मुतिहालेछ दाजुले ए देख ए आई लभ यु किसको बोला रे हेर्नुहोस् गाइस भालेढुङ्गा ट्रेकिङ भन्छ यसलाई चाहिँ हाम्रो टाइम चाहिँ यहाँभित्र थियो है बल्ल बल्ल जग्गा पाएर हामीले यहाँ टेन्ट लगाएको थियौँ है हाम्रो हिउँको बिचमा यो गाइस यो रवि होइन आम्पो स्यातो सुत्दिरहेको थियो होइन यस गाइस आम्पो योर आइस इज भेरी 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 गुड मर्निङ इन्डिया अरे बाप रे बाप बहुत ठन्डा छ रे भाइ बकलोलहरू हामी यहाँ ट्याङ्कभित्र सुतिसकेको छ रे पुराका पुरा सुतेछ हामी त्यस्तो चिसोमा कौन बस्छ अरे बाप रे बाप ए दाजु थोड़ा दिखिए है इतना गमक से सुतेछ यो बकलोल छेरोलाल कहाँ छ छेरोलाल ये देखा ये देखा हमका दिखा हमका पुरा छ र आज गुम्बामा हामी टेन्टको भित्र छ हेर्नु होला सालको पानी माछीले खाने हामी चाहिँ बेलुका के पो खाने मेरो साथी है ए हेर्नु होला आमामा अहिले चाहिँ अब भित्र पुरै बनाउँदैछ पुरा सेटिङमा छ रे साथी त हामी चाहिँ यहाँ सुतेको थियो हाम्रो यहाँ 3 जना जिग्री दोषीहरू छ के गर्छौ चल ओ बक्स बोको हिँड्यो अब लाग्थ्यो चढ्थ्यो बाबा Hey guys, good morning India. अब हामी आइसकेका छौँ
तपाईँहरूको समक्षमा यहाँ नसिउँले भरेको भर्खर सुतेर उठेको होइन पर ह्याप्पी जाडो हुँदो रहेछ है गाइस आम्पो वान अफ द बिगेस्ट जाडो इन द वर्ल्ड तर हामीसँग चाहिँ भालेढुङ्गाको ट्रेकिङमा आउँछ हो त सिधै जान्छ देख कसले पनि भिडियो बनाउन सक्दैन कि यस्तो ठन्डामा बाप रे बाप कामी रहेछु र दाजु देख यी देख यो ये नाच के लाओ जाम रहेछ गाइस दिस भेरी नाइस प्लेस होइन तपाईहरु आउनुभयो भने चाहिँ रिमेम्बर हुन्छ Why blur my camera first of all? हामी चाहिँ अब भालेढुङ्गाको दर्शन गर्न गइरहेको छौँ है हिजो चाहिँ हामी बसेको थियौँ आधी बिचमा भन्दा पनि हामी भालेढुङ्गाको छेउमा घिर्लिङको छेउमा यो एउटा हातले चाहिँ फोन पक्रेको छु होइन तर हेभी चिसो भइरहेको छ यो चाहिँ घिर्लिङ भन्छ यहाँको गाइस दिस इज घिर्लिङ नयाँ बनिँदैछ यो बन्ने झन् राम्रो हुन्छ होला है प्रोसेसमा छ रहेछ अब बाटो पो कता हो मेरो साथीहरू एकदमै खुसीमा छ है आज एकदमै ह्याप्पी यता कताबाट होला यता त होइन Guys, this is such a nice place. If you are coming then, एकदमै दामी हुन्छ। ए गाइस, यत्रो हिउँ चाहिँ कहाँबाट आएको? आम्मामा। हिउँ पर्दैछ गाइस। एकदमै गाइस। यहाँ भित्र बसेको पनि हुने रहेछ नि हिजो तर हामी। दिदैन है? दिएको भए त के जान्थे नि? आज कति खेप लड्ने हो चिप्लेको छ फेरि बेलुका हिउँ परेछ नि है अहिले पनि हिउँ पर्दैछ अब हामी यहाँ धुप बालेर पूजासुजा गरेर पूजासुजा हेर हामी बल्ल आइपुग्यो अब हामी पूजा गरेर फर्किन्छन् हेर फेरि भयो सिडी केटा हो यता जय शंकर महाराज जय शंभो जय शंकर महाराज कैसा लगा आप सभी को गाना जरूर बताइएगा लाइक शेयर कमेंट जरूर करिएगा कि कैसा लगा
कुन चाहिँ ब्याकमा को थियो त्यो देख्छ के हो हेर चाहिँ अर्को ब्याकमा हालेको चाहिँ केटा हो जुन चाहिँ सुजन कसले गएको छ सुजन अर्को छ यता गएर के छ हेर हामी कहाँ आएको छ हेर भयो होला हेर हिउँ सानो मजा आयो मजा गरे बाबा रातभरि बसे हामीसँग यिनीहरू त्यसलाई नयाँ केटा त्यसलाई हिउँको झन्डा अरे मारे भाइ अरे यी दाजु छ नि हामीलाई धोका दिन्छ अर्को आयो guys छ नि लड्ने जग्गाहरू अझै लगेर छुट्टा राख्छु भाइ पटाक्षेप भयो रे नाटकै हो यो हिरियाम होइन कुमारी एकदम हिउँले काका यो हिउँ त भात जस्तै छ नखाने हो भाइ अलिक पर जान जान्छ ए सरी भिडियोमा सरी माई मिस्टेक है यिनीहरू चाहिँ खासमा कोसँग आएको थियो होला यत्रो हिउँ चाहिँ कहाँबाट आएको सुनिल साथीले बेसी हिउँ देखेछ कि त्यस्तो भनिदिएको थियो आम्पो ग्यास वाज टु नाइस प्लेस हामी चाहिँ फर्किँदै गरेको है बाटोमा माथि झन् हिउँले पुरिएको छ बल्ल अलिअलि के भयो हेर्नुहोस् गाइस यहाँ चिप्लेर झन्डै आफ्नो प्राण त्याग्नु आयो झन्डै उहाँले आफ्नो चाकलाई फेरि पनि गुमाउनु भएको थियो निकै चोटि उहाँ पछारिनु भइसक्यो उहाँको चाकले दुःख पाएको फेरि एकजनाको चाकले दुःख पायो एक लड़का था जा रहा था खाई में गिर गया उसे क्या मिलता है बाप रे बाप उसके गांड में घुस गया गएको एक लड़का था साइकिल में जा रहा था और गिर गया उससे क्या मिलता है बताइए ओ यहाँ त पुरा चिप्लो रहेछ आमामामा सिलगढी गाडी लेचको बारी भिडियो गर्नुपर्छ
मेरी आमा होइन पुरा पो रहेछ त यो होइन काका यो देखेर त भातको याद आयो काका अरे बाप रे बाप वहाँ के काक कराउँछ है गाइस वहाँ काक कराउँछ इतना कराउँछ बाप रे बाप अब उसको गलामा काक के हाल्दैछ वाह काक के भइस बहुत अच्छा था हामी चाहिँ अब थर्ड चौतारा आइपुगिसक्यौँ झर्दा झर्दै है अब चाहिँ छिटै हामी डाबुङमा पुग्नेछौँ अझै 2टा चौतारा काट्नुपर्ने छ यहाँ बस्नुपर्छ एकछिन सिन चाहिँ यस्तो छ गाइस माथि चाहिँ छैन त एक लड्का था के गर्ने दाउरा त छैन रहेछ चिया खाइदिउँ न बसेर चिया खाइदिनुपर्छ आमामा चिसोले त गाइस हामी चाहिँ फर्किँदै गरेको सिन चाहिँ दामी दामी रहेछ यहाँ लडेर चाक खुस्किएर जो कति बजे भनेको नि कति बजे गाइस हामी चाहिँ दामी जग्गा अगाडि जानु तिमीहरू हिँड्न न राम्रै आउँछ त हिँड्दै गरेको झन् दामी आउँछ दामी हो सिन चाहिँ ओभर हो गाइस तपाईँहरू पनि आउनुभयो भने दामी हुन्छ यसमा चाहिँ साँच्ची सबैजनाले तर अलिकति राम्रो खानेकुरा अनि तातो पानीहरू चाहिँ मजाले लिएर आउनुपर्छ लाउने लुगाहरू पनि दामी छ सच अ नाइस प्लेस ट्र्याकिङ चाहिँ मजा आयो एक लड़का था जा रहा था और खाई में गिर गया उससे क्या मिलता है खाई में गिरने वाला है